सबैजनामा राधे राधे। अहिलेको वर्तमान अवस्थाको सबभन्दा जटिल समस्या के हो त भन्दाखेरि विवाह गर्नलाई वरले अहिले केटी भेटिरहेका छैनन्। यो कमन समस्या भइसक्यो। यो समस्याको निराकरण के हो त भनेर म हजुरका अगाडि सामु उपस्थित भएको छु। त्यो निराकरणलाई सुन्नलाई, श्रवण गर्नलाई भिडियो अन्तिमसम्म हेर्नुहोला र ध्यान दिएर सुन्नुहोला। अहिलेको कमन समस्या, धेरै समस्या, गुरु लु केटी खोजिदिनु पर्यो, केटी खोज्नु पर्यो भनेर धेरैजनाले मलाई पनि त्यो कुरा भन्नुहुन्छ। त्यो कुरा भन्दाखेरि मैले दिने उत्तर के हो त भन्दाखेरि आफ्नो लागि गर्ने आफूले नै हो, अर्काले गर्दा हुँदैन। आफ्नो लागि गर्ने आफूले हो। जसरी जति आफूले त्याग गरेर, जति तपस्या गरेर गरिन्छ त्यो कुरा त्यति नै राम्रो सफल पाइन्छ भन्ने कुरा मेरो मान्यता हो। त्यस कारणले गर्दाखेरि शास्त्रोक्त विधान छ एउटा त्यस्तो, जुन शास्त्रोक्त विधान गर्नाले, वरले आफूले गर्नाले चाहिँ योग्य पत्नी पाइन्छ, लगन आएपछि पाइन्छ भन्ने कुरा शास्त्रोक्त विधानमा सर्वलिखित छन्, सर्वविदितै छ, सबैजनालाई लगभग थाहा पनि छ। र त्यो मन्त्र के हो त भनेर हजुरले सामु उपस्थित भएको छु। त्यो मन्त्र ध्यान दिएर सुन्नुहोला। र जसको विवाह गर्नलाई विवाह भएको छैन, विवाह रुकावट भइरहेको छ, त्यो वरले चाहिँ बिहान उठेर स्नान गरेर, स्नान आदि कर्म गरेर त्यो मन्त्र जाप गर्नुभयो भने अवश्य नै त्यसको फल छिटै प्राप्त गर्नुहुनेछ। त्यो मन्त्र के हो त भन्दा ध्यान दिएर सुन्नुहोला। पत्नी मनोरमां देहि मनोवृत्तानुसारिणीं तारिणीं दुर्गा संसार सागरस्य कुलोद्भवा। सागर रूपी कुललाई चाहिँ तार्न समर्थ हे पत्नी भनेर यस्ता प्रकारले त्यो श्लोकलाई ध्यानपूर्वक आफूले मन लगाएर जप गरियो भने तपाईँको विवाह अड्केको छ भने विवाह अवश्य नै हुन्छ। त्यो कुरो ध्यान दिनुहोला र त्यो मन्त्र बिहान जहिले जप गर्नुहोला सबैजनामा। राधे राधे।